सन्त जुन मेरी ज्ञानी पुरोहितहरूका आदर्श तपाईँ। हे रक्षक सन्त जुन मेरी ज्ञानी पुरोहितहरूका आदर्श तपाईँ। डोर्याउनुहोस् पुरोहितहरूलाई यीशुको नमुना बन्नलाई। हे रक्षक सन्त युकरिस्ट संस्कारमा सधैँ यीशु जन्माउने ती पुरोहितहरू। हरेक युकरिस्ट संस्कारमा सधैँ यीशु जन्माउने ती पुरोहितहरू। तिम्रो पाप क्षमा भएको छ भनी पतित मानवलाई मुक्ति दिलाउने यीशुको शरीर औ रक्त दिएर पोष्य तुल्याउने पुरोहितहरूलाई रक्षा गर्नुहोस् प्रभु। गोलाहट बचाउनलाई भन्दा महान आज पुरोहितहरू हुन्। आफै सृष्टि भएर सृष्टिकर्तालाई आज्ञा दिन सक्ने जिउँदो सन्तहरू हुन्। अदृश्य ईश्वरलाई दृश्य रूप दिने ईश्वरीय कार्यलाई अघि बढाउने पुरोहितहरू नै हुन्। हे रक्षक सन्त जुन मेरी ज्ञानी पुरोहितहरूका आदर्श तपाईँ। हे रक्षक सन्त जुन मेरी ज्ञानी पुरोहितहरूका आदर्श तपाईँ। डोर्याउनुहोस् पुरोहितहरूलाई यीशुको नमुना बन्नलाई। हे रक्षक सन्त दुई तीन महिना अगाडि तल कालिम्पोङमा एकजना जवान फादरले मलाई भन्नुभयो, यसरी भन्नुभयो, सर तपाईँहरूले पुरा भजनहरू बनाउनुहुन्छ, गीतहरू बनाउनुहुन्छ, हामी पुरोहितहरूको निम्ति तपाईँहरूले बनाउनु भएको छ न त, हामी पुरोहितहरूलाई चाहिँ माया गर्नु हुँदैन के हो भनेर उहाँले गफमा भन्नुभएको। तर यसलाई चाहिँ मैले गम्भीरतापूर्वक लिएँ। मलाई यो एकदम नयाँ प्रकारको लागि अहिले पनि फादरहरूको लागि है पुरोहितहरूको लागि बन्नेको जस्तो लागेको थिएन जहिले पनि। अब होइन जिजसको उयोहरू खालि बनिन्थ्यो, योपालि चाहिँ अलिक नौलो लाग्यो। अन्त फादरले यस्तो छिटो गाउनुहुन्छ भनेर सोचेको थिएन मैले है। अन्त सोचेको भन्दा यो एकदमै राम्रो प्रोजेक्ट भइरहेको छ। अनि म के भन्न चाहन्छु भने हामीले यो क्रिस्टलाई माया गर्छ भने हाम्रो पुरोहितलाई पनि माया गर्नुपर्छ। अनि तपाईँहरूले प्रत्येक पल्लीमा प्रत्येक व्यक्तिले बेलुका यो भजन आफ्नो पुरोहितको लागि माया गरेर गाइदिनुहोस्, प्रार्थना गरिदिनुहोस्।
अनि त्यो यो ख्रिस्ट र पुरोहितहरूको त्यो सम्बन्धमा आफ्नो हृदयलाई सधैँ अगाडि राखेर आफ्नो विश्वास अघि बढाउनुहोस् भन्ने मेरो यो तपाईँहरूलाई निवेदन छ। अनि यो सङ्गीत भर्दाखेरि यहाँ सरले एकदमै परिश्रम गर्नुभएको छ।